यो चाहिँ सिदिङवा गाउँपालिकाको भेडागोठो वडा नम्बर 2 हाम्रो तोरीबारी जेठा भन्छ वडा नम्बर 2 सिब्रेकमा उहाँको घर पर्छ। यो चाहिँ उहाँको भेडाहरू हो। यो उहाँले चाहिँ आज कहाँबाट ल्याउनु भयो तपाईँले? उता सिदिङबाट लिएर आउँदै हुनुहुन्छ। अब यता चाहिँ कता लानु हुनुहुन्छ? घरतिर लाँदै हुन्छ नै लिएर जाँदै हुनुहुन्छ रहेछ। पहिला उहाँ चाहिँ गाई गोठहरू पाल्नुहुन्थ्यो, अहिले चाहिँ उहाँले चाहिँ अब भेडाहरू पाल्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ धेरै दुःख पाएको हाम्रो साथी पनि हो, एकदमै मिल्ने साथी। आज यहाँ अचानक धेरै लामो समयपछि चाहिँ उहाँसँग भेटेर चाहिँ एकदमै म चाहिँ खुसी लागेको छ। हामी चाहिँ गाई भैँसी गोठमा सँगै धेरै लामो समयसम्म चाहिँ उहाँसँग बसेको मान्छे। अहिले चाहिँ गाई गोठहरू उहाँले चाहिँ बेचेर अहिले भेडा पाल्नुभएको छ। कति छ ठुलो भाइ अहिले तपाईँको भेडा जम्मा जम्मी कति छ? अहिले 90 सौको हाराहारीमा रहेछ। धन्यवाद छ हाम्रो तोरीबारी जेठा भाइलाई। म धेरै धेरै खुसी लाग्यो यसरी उन्नति प्रगति गरेको होस्। मेरो भाइले चाहिँ धेरै धेरै हजार भेडा पालेको होस्, सिदिङवा गाउँपालिकाको अनि तोरीबारी जेठा भन्ने नाम चलेको होस् भनेर चाहिँ भाइलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आशीर्वाद पनि दिन चाहन्छु है त। है त मेरो भाइ जेठालाई। ल धन्यवाद। ल